मैले चाहिँ सोच्दै थियो आफ्टर 4 years घर जाँदाखेरि एकदमै धेरै अक्वर्ड लाग्दैछ कि कस्तो भयो होला के भयो होला 4 years इट्स अ भेरी लङ लाइक अनि सोच्दै थियो अलिकति अक्वर्ड लागिरहेको थियो कस्तो होला के होला कसरी जानु कस्तो अब एउटा हुन्छ नि एउटा कम्फर्टेबली वेन लाइक स्टेइङ आउटसाइड यर होम होइन अनि त्यसको बाद एकदमै धेरै 4 years बाद जाँदाखेरि इट फिल्स लाइक भेरी अक्वर्ड के अल्दो इट्स यर होम भन्ने तर पनि त्यो सोचेर बस्दै थिएँ कि म अनि कस्तो भयो होला घर के भयो होला भनेर सोच्दै बस्दाखेरि चाहिँ एकदमै गहिरो सोचमा जाँदो रहेछ कि कस्तो भयो होला मैले घर नदेखेको नै 4.5 साल भइसक्यो अनि एकदमै धेरै हुन्छ नि अब 4 साल भन्दा 4.5 साल भयो भनौँ न अनि त्यही सोचिरहेको थियो अरू त एभ्रिथिङ इज फाइन गाइस आई होप यु डुइङ वेल एज वेल अनि मेरो भिडियोहरू के भएर आएको के कसो हो अहिले के बनाउनु खोजेको के हो जेसुकै होस् यसरी नै भिडियो बनाउँदै गर्नुपर्छ अनि त्यही हो म त भिडियो बनाउने हो जति सक्दो जतिसुकै होस् चलोस् या नचलोस् पहिला एक बार घर गएर रेस्ट गरेर चाहिँ इट्स यस्तो भन्छ अरे इट्स ओके यु क्यान टेक अ रेस्ट बट डु नट टेक रेस्ट फर एभर त्यही भएर रेस्ट गर्छु 15 दिनको छुट्टी छ 20 दिन बस्छु होला सायद त्यहाँदेखिको चाहिँ ब्याक टु वर्क 101%. There's not gonna be any compromise in terms of working and doing for what you want. अनि मैले आज रिल्सहरू स्क्रोल गर्दाखेरि पनि भन्थेँ क्या भनिरहेको थिएँ के अरे एउटा जुङ्गा हेर्नु जुङ्गा त्यस्तो भन्दै थियो के अरे के बातमा भन्दै थियो मैले बिर्स्यो यार के भन्दै थियो मैले केही छैन अर्को महिना घर जाँदैछु खुसी लाग्दैछ अनि 1-2जना मान्छेलाई चाहिँ म खोज्छु त्यहाँ गएर भेट्छु कि भेट्दिनँ ट्राई त गरेको कन्ट्याक्ट गर्ने तर भएन तर खोज्छु 15-20 दिन रमाइलो गर्छु मोर देन द्याट आई विल गेट अ चान्स टु स्पेन्ड मोर टाइम विथ माई ड्याड अनि आपासँग टाइम बिताउनुपर्छ धेरै सो त्यही नै छ अरू त चलिरहेको छ एक्ज्याक्ट 3 मिनटमा जहिले म कट गर्छु भिडियो किनकि 3 मिनट गऱ्यो भने मात्रै हाम्रो भिडियो लङ भिडियोमा सजेस्ट गर्छ किनकि म सर्ट भिडियो कहिले बनाउँदिनँ किनकि आई डोन्ट लाइक सर्ट भिडियो हेर्नु डाइरेक्ट लङ बनाउने हो जतिसुकै दुःख गर्न 1000वटा भिडियो हाल्नु परोस् तर हान्ने हो अब सी